खै कुन शब्दले सम्बोधन गरौँ म तिमीलाई, माया भनौ त्यो अधिकार तिमीले अझै दिएकी छैनौ। माया बाहेक अरू शब्दले म तिमीलाई सम्बोधन गर्न चाहन्न, किनकि म तिमीलाई माया गर्ने मान्छे। तिम्रो प्रत्येक बोली, तिम्रो हाँसो, तिम्रो हेराई, तिम्रो लज्जाई, तिम्रो त्यो नागबेली कम्मर, ती पिपरपाते ओठनी, ती नसालु नयन, रेशमी केस, म तिनैको दिवाना बनेको छु। तिम्रो लागि जे पनि गर्न तयार हुने, अझ भनौ तिम्रो प्रेममा पागलै बनेको मान्छे। तिमीले पागल भनेर मलाई सम्बोधन गर्दा कसम त्यो गालीमा पनि माया बनी जस्तो बोलाएको झैँ लाग्छ। तिम्रो तिरस्कार पनि किन किन मलाई स्वीकार जस्तो लाग्छ। हुन त यी सब कुरा तिमी सामु राखेर तिमीलाई पनि असर नपर्ला, किनकि म जस्ता धेरै होलान् तिम्रो रूप जवानीको बयान गर्ने। तर एउटा कुरा म छाती ठोकेर भन्छु, तिम्रो रूपमा मदहोस बनेर तिम्रो वरिपरि डुल्ने भमराहरू त धेरै होलान्, तर तिम्रो रस चुस्ने मात्रै हुन् ती सब। म ती भमरा भन्दा बेग्लै छु। म तिम्रो वरिपरि घुमेर सदा तिम्रो रक्षा कवच बन्न चाहन्छु। तिम्रो प्रत्येक दुःख पीडाहरू तिमी सामुन्ने पुग्नु अघि तिनीहरूलाई पहिला मसँग लड्नु पर्नेछ। तिम्रो खुसी लुट्ने, तिम्रो खुसीको बार बन्ने ती सबै बार म भत्काउनेछु। मेरो बाचा भयो तिमीसँग, तिम्रो पाइलामा काटे तार बनेर तिम्रो कदम रोक्न चाहनेहरूलाई म जरैदेखि उखल्नेछु। धेरैभन्दा गफ जस्तै होला, तर जे भने यो सबै यथार्थ हो। कसम म तिम्रो प्रेममा टोला हुने भएको छु। कसम म तिम्रो प्रेममा पागल बनेको छु। म तिम्रो प्रेममा पागल बनेको छु। धन्यवाद।